हेलो गाइज, आज हाम्रो यात्रा सुरु हुँदैछ विराटनगरबाट र हामी विराटनगरबाट सुरु गरेर चतरा हुँदै हामी गाईघाट हुँदै हलेसीतर्फ आजको हाम्रो यात्रा हो। हलेसी महादेवसम्म हलेसी महादेव स्थानसम्म पुग्ने र गाईघाट हुँदै हामी कटारी हुँदै अहिले कटारी बजार आइपुगेको छौँ र यहाँहरूले देख्न सक्नुहुन्छ कटारी बजारमा हामी एकछिन विश्राम गर्दै अगाडि बढ्दै साना खोला खर्स्याङ झरना हेर्दै ग्राभल बाटो पार गर्दै हामी बेतेनीसम्म आइपुग्यौँ र यहाँसम्म आउँदा अलिक थकान पनि भयो। यहाँ यसो चियापानको व्यवस्था मिलाउन हामी तर्खर गर्दैछौँ र चियापान गरिसके पछाडि हामी तपाईँ देख्न सक्नुहुन्छ अगाडिको बाटोबाट हामी लाग्नेछौँ र अगाडिको बाटोबाट जाँदै गर्दाखेरि हामी सुन्दर दृश्य सुनकोशी नदीलाई अवलोकन गर्न सक्नुहुन्छ। त्यस्तै गरी हाम्रा राइडरहरू पछाडि देख्न सक्नुहुन्छ भने हाम्रो बाटो अहिले अलिक राम्रो भएको छ र सुनकोशी पुलसम्म हामी यहाँसम्म अहिले आइपुग्यौँ। त्यस्तै गरी सुनकोशी पुल क्रस गरेर हामी दुधकोशी रिभरसम्म आइपुग्यौँ र यहाँहरू देख्न सक्नुहुन्छ र प्रकृतिको रमणीय पलहरूलाई क्याप्चर गरेर तपाईँहरूलाई देखाउँदैछौँ र हाम्रो यो राइडर हो, मेन राइडर यही हो, देख्न सक्नुहुन्छ र अर्को राइडर हाम्रो यतापट्टि छ भने हाम्रो सहयात्रीमा साथ दिने यही दुईवटा बाइकहरू हो र हामी अहिले माथिबाट तलतर्फ झर्दैछौँ। यो अहिले गएको दुईवटा बाइकको ठ्याक्कै हामी अपोजिट डिरेक्सनमा जाँदैछौँ भने यहाँ देख्न सक्नुहुन्छ साँझ सन्ध्याकालीन अवस्था भइसक्यो र हामी लगभग अहिले आइपुग्यौँ र हाम्रो यो मार्टिका होटल आइपुग्यौँ र हामीले यही मार्टिका होटलमा आज बस्ने निधो गऱ्यौँ। त्यस्तै गरी यहाँहरूले देख्न सक्नुहुन्छ र म यहाँहरूलाई देखाउँदै छु हाम्रो रुमको अवस्था कस्तो छ र हामीले रुम प्रवेश गऱ्यौँ र हाम्रो रुम देख्न सक्नुहुन्छ यस्तै छ। दुईवटा बेड छ र हामी आज यसपालि 3 जना मात्रै छौँ र अहिले हामी देख्न सक्नुहुन्छ ब्रेकफास्ट भनौँ या डिनर, यो चाहिँ हामीले डिनर लिएको हो र बिहानै नुहाइ गरिसके पछाडि हामी अहिले मन्दिरतर्फ जाने तर्खर गर्दैछौँ र यहाँ पूजा सामग्री किन्दैछौँ। देख्न सक्नुहुन्छ तपाईँहरूले यहीँबाट पूजा सामग्री किनेर लिएर जाँदा उत्तम हुन्छ। किनभने मन्दिर जाँदाखेरि त पूजा सामग्री चाहियो, त्यही भएर हामीले पूजा सामग्री पनि यहीँ दुईवटा बहिनीहरू छ, यी दुईवटा बहिनीहरूबाट किन्यौँ र यहाँहरूले देख्न सक्नुहुन्छ यही बाटोबाट हामी अगाडि बढ्नेछौँ र यहाँनिर म चाहिँ अलिक भिडियोलाई फरवर्ड गर्नेछु, स्पिड बढाउनेछु किनभने यहाँ स्लो मोसनमा लिएर जाँदा अलिक समय लाग्ने रहेछ। त्यही भएर मैले अलिक भिडियोलाई फरवर्ड गरेँ र बर्याङहरू चढ्ने क्रममा र हामी ठ्याक्कै करिब 10 मिनटको पैदल यात्रा गरिसके पछाडि हामी गेटसम्म आइपुग्यौँ र यहाँहरूले देख्न सक्नुहुन्छ यो जुम गरेर देखाउँदैछु, यो श्री गणेशको मन्दिर हो। यहाँ हामीले गणेशजीको पूजापाठ गरेर नरिवल यहीँ फुटाएर नरिवलको पानी यसो छर्केर पूजापाठ गरेर त्यस पछाडि हामी चाहिँ अब हलेसी महादेव स्थानको तर्फ जाँदैछौँ। यहाँहरूले देख्न सक्नुहुन्छ भर्याङ कस्तो छ र हलेसी महादेव भनेको ठ्याक्कै यो एक प्रकारको गुफा छ। यसका धेरै किसिमका दन्ते कथाहरू पनि छ। विभिन्न कथाहरूमा आफ्नै किसिमका तर्कहरू राखिएको छ भने यो मन्दिरको छुट्टै विशेषताहरू पनि छ। यहाँ विभिन्न धर्मावलम्बीहरूले आफ्नो आस्था राखिएको छ। जस्तै गरी हिन्दूहरूको छुट्टै आस्था छ भने यहाँ बौद्धहरूको पनि छुट्टै नै आस्था, एक किसिमको आस्था राखिएको छ र यहाँ बुद्धिस्टहरूले के भन्छ ध्यान गरेको पनि यहाँहरूले देख्न सक्नुहुन्छ भने अरू धेरै धर्मावलम्बीहरूको यो कमन स्थान चाहिँ हलेसी महादेव स्थान बनेको र यसको
लोकेसनको कुरा गर्दाखेरि यो नेपालको पूर्वी स्थानमा पर्दछ र खोटाङ जिल्लाको हलेसी महादेव स्थानको के भन्छ नेक्स्ट भिलेज भनेर भन्छ र यसलाई हलेसी महादेवलाई माराटिका केभ पनि भन्ने गरिएको छ। त्यही भएर यहाँहरूले देख्न सक्छौँ माथिको चाहिँ पार्वतीको मन्दिर हो भने यतापट्टि मैले देखाइसकेँ तपाईँहरूलाई यहाँ शिवलिङमा 4वटा मुख भएको शिवलिङ राखिएको छ र यो हलेसीलाई दर्शन गर्न विभिन्न ठाउँबाट विभिन्न श्रद्धालु भक्तजनहरू आउनुहुन्छ र म पनि यसपालि हलेसी महादेवको दर्शन गर्न पाउँदा आफूलाई एकदमै भाग्यशाली ठानेको छु। त्यस्तै गरी मन्दिरको बाहिरी परिसरमा देख्न सक्नुहुन्छ यहाँहरूले पूजा सामग्री लगायत विभिन्न किसिमका सरसामानहरू बेच्ने क्रममा रहेको छ भने त्यस्तै गरी विभिन्न किसिमका यहाँहरूले यसलाई हलेसी बजार भनेर भन्दा पनि फरक नपर्ला, किनभने धेरै किसिमका मार्केट चाहिँ यहाँ देख्न सक्नुहुन्छ र मार्केटिङ पनि गर्न सक्नुहुन्छ भने मैले पनि केही यहाँ किनमेल गरेँ र यस पछाडि हामी चाहिँ यहाँ बसाहा केभ भनेर पनि छ र यसको पनि छुट्टै एउटा दन्ते कथा र स्टोरी पनि छ र हामी चाहिँ यहाँबाट अहिले के भन्छ बसाहा केभतर्फ लाग्दैछौँ र यहाँबाट हलेसी केभबाट चाहिँ तपाईँले के भन्छ हलेसी महादेव स्थानको बाट चाहिँ तपाईँ अझै मुनि लगभग 10 मिनटको पैदल यात्रा स्टेप तल झरिसके पछाडि यहाँहरू पुग्न सक्नुहुन्छ बसाहा केभ। र अहिले हामी ठ्याक्कै बसाहा केभ आइपुग्यौँ। बसाहा केभ यो जाने गेट हो, देख्न सक्नुहुन्छ तपाईँहरू कि हाम्रो भक्तजन श्रद्धालु भक्तजनहरू अगाडि बढ्ने क्रममा छन् भने हामी पनि अब यहीँबाट चाहिँ बसाहा केभमा चाहिँ इन्ट्री गर्दैछौँ र यहाँहरूलाई भित्रको स्थिति पनि देखाउनेछौँ के रहेछ एक्चुअलमा बसाहा केभमा भनेर। यहाँको जो साउन्ड है बैट का साउंड आ रहा है। हर हर महादेव ये बता 책이 뿔 같아. 뭐다 풀 있잖아. दूर से लगा पार ले ले तो आपके चल यहाँबाट एक्जिट छ सीधै। गाइस हम लोग जो है अभी दर्शन करके निकले हैं तो बहुत अच्छा अनुभव हुआ, नहीं देखा हुआ चीज़ भी आज देखे। बसाहा केभ भी मिलेगा आपको। और ये हलेसी जो है हलेसी महादेव का मंदिर में वो भी एक गुफा है। गुफा के अंदर श्री त्रिनेत्र महादेव का वास है और वहाँ से हम लोग
पूजा पाठ करके आए हैं। तो आप देख सकते हैं कितना नीचे गए थे, अभी जो हम लोग हैं ऊपर आ गए हैं। ठीक है, और यहाँ से फिर उस साइड जाना है, वहाँ से ऊपर। ठीक है गाइज, आप लोगों को जरूर दिखाएंगे। यहाँबाट गएको थियौँ, यहाँबाट चाहिँ आउँदैछौँ। वहाँ पर देखिए वो जो पेड़ है ना, वहीं पर है, वहाँ से हम लोग मंदिर का गेट है। और यहाँ से लगभग 200 to 300 मीटर्स के डिस्टेंस में हम लोग जो होटल में रहे हुए हैं, हम लोग अब वहाँ पर जाके ब्रेकफास्ट लेके उसके बाद अब मेन राइडर जो है पवन राइडर रवाना होंगे। हैंडसम राइडर पवन NS 200। बस ये राइडर जो है हम लोगों को कहाँ गाइड करेंगे। देखिए हाथ में स्टिक भी लगाया हुआ है। ठीक है, यस, देखिए, हाँ, एंजॉय। तो ऐसे ही करते करते वहाँ से देख रहे हैं, वही है हम लोगों का होटल। थोड़ा जूम करके दिखा देता हूँ, वही है। ठीक है, देख लीजिए। और यहाँ पर देखिए मार्केट रात में तो उतना अच्छा नहीं दिखा, लेकिन अभी का जो मौसम है वह बिंदास है। ठीक है, तो आप लोग आइए एक बार ज़रूर इस जगह से। ठीक है, आइए। तो यहाँ पर देखिए ये मिठाई का पसल है, दुकान है। ठीक है, तो बहुत सारा इन्जॉय होगा आप लोगों को। और यहाँ पर जो हलेसी महादेव का जो आप लोग दर्शन कीजिएगा तो मन प्रसन्न से आपका एकदम प्रफुल्लित हो जाएगा। ठीक है, तो ज़रूर आइएगा एक बार हलेसी नगरी में, जिसको यहाँ पर बोला जाता है कि पूर्व का जो पूरब में है उसको पशुपतिनाथ भी बोला जाता है। ठीक है, तो ऐसे ही हम लोग जो रहे हुए हैं होटल यही है। आप लोगों को हम होटल ज़रूर दिखाएंगे, माराठी का नॉर्लिंग होटल। हाँ, तो हम लोग यही होटल में रुके हुए हैं, देखिए। ठीक है, इसका रूम भी थोड़ा अच्छा लगा, तो रूम अच्छा लगा। और अभी यहाँ पर हम लोग पूछते हैं ब्रेकफास्ट में क्या है। चलिए, जय शंभू, जय विश्वकर्मा बाबा। तो गाइस अब हम लोग निकल रहे हैं यहाँ से। दिक्तेल कताबाट जाने होला? ए यो बाटो हो हजुर, यताबाट। हजुर 1 घन्टा लाग्छ। हुन्छ। हामी यहाँ बाटो बिराएको थियौँ र यहाँ बाटो कन्फर्म गरिसके पछाडि हामी चाहिँ उल्टोतर्फ जाँदै थियौँ र फेरि हामी सुल्टो फर्केर अब चाहिँ हामी दिक्तेल बजारतिर लाग्यौँ र दिक्तेल बजारसम्म पुग्दा के कस्तो हुन्छ यहाँहरूलाई देखाउने नै छौँ। र यो बाटो सिधै लगभग 1 घन्टाको राइड गर्दै दिक्तेल बजारसम्म पुगिन्छ र हाम्रो राइड कन्टिन्यू हुँदैछ।
यस्तो छ यो लाइसेन्स भयो यो बिल बुक भयो नाम भन्दा पनि म तपाईलाई यो देखाइदिन्छु त्यसै कुरै न मेरै नाम हामी हलेसी दर्शन गर्न आएको थियौं अब यहाँबाट चाहिँ हामी यसो दिक्तेल बजार यसो कस्तो रहेछ भनेर आएको बेला यसो फेरि फर्किने त यही बाटो होला तपाईहरुलाई थाहा छ उता भोजपुर निस्किने बाटो कस्तो छ हजुर हजुर यो गाईघाट त्यस्तो अप्ठ्यारो त हुँदैन नि हजुर हुन्छ थ्याङ्क यू एकदम हामी एकदम विचार गरेर नै जाँदैछौँ हुन्छ हस् धन्यवाद सर जति जान्छ त्यति हालौँ न दिक्तेल बजार हो जाने यताबाट चाहिँ कहाँ निस्किन्छ यो किरात चौक त्यसको बाद दिक्तेल बजार यताबाट हल्लेसी जाउँ बजारतिर जाउँ डिमी पनि भरिन्छ यहाँ दिक्तेल बजारमा
भनेको हुन्छ। उहाँलाई दिक्तेल बजारको भ्यू पोइन्टको बारेमा सोद्धाखेरि उहाँ पनि दिक्तेल बजारमा चाहिँ नयाँ हुनुहुन्थ्यो र उहाँलाई पनि खासै जानकारी नभएपछि हाम्रो गन्तव्य अगाडितर्फ बढ्दैछ र हेरौँ अगाडि गएर हाम्रो गन्तव्यसम्म पुग्नेछौँ होला। पक्कै पनि यहाँहरूलाई पनि देखाउनेछौँ। राइडिङ अगाडि गर्दैछौँ। अहिले चाहिँ हामी ठ्याक्कै दिक्तेल बजारमा छौँ र दिक्तेल चाहिँ सदरमुकाम पनि हो खोटाङ जिल्लाको। त्यही भएर यसो सदरमुकामको पनि हामी अवलोकन गर्दै अगाडि बढ्दैछौँ र यहाँहरूलाई पनि देखाउँदै जाँदैछौँ। सर यो यहाँ भ्यू टावर कहाँनिर होला? यतातिर छैन? लोकेसनमा त यता देखाइरहेको छ। कुन देखाउँछु? कुन? हजुर ऊ त्यो माथिको डाँडामा हो कि? ऊ त्यहाँ जाने बाटो पिलर देखिन्छ नि, त्यही हो। के गर्ने? कता जोड्छु? भ्यू पोइन्ट अरे टावर होइन कि भ्यू पोइन्ट भनेको। हजुर 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 यहाँ बाटो देखाइरहेको छ। लोकेसनमा बाटो देखाइरहेको छ। बाटो त देखाइरहेको छ। हामी विराटनगर होइन, भ्यू पोइन्ट भनेको। हजुर हो के गर्ने? हुन्छ, धन्यवाद। हस् होइन, हामी त नयाँ ठाउँ यसो घुम्न आएको, यसो छुट्टीको बेला। हुन्छ, हस्, धन्यवाद। धन्यवाद तपाईँलाई। दिक्तेल बजारदेखि अहिले हामी आँखा पोखरीसम्म आयौँ र आँखा पोखरीबाट तलको बाटो हामी सिधै गाईघाटसम्म पुग्नेछौँ र यो बाटो गाईघाटसम्म जान्छ यो बाटो र बाटोको अवस्था पनि देख्न सक्नुहुन्छ, निकै दयनीय छ। तपाईहरुलाई कन्टिन्यू गराउने नै छौँ यो बाटोमा। जो हम लोगों को सफर में साथ दे रहा है, देखिए
ये भी देखिए, इतना भारी बोक के भी हम लोगों को साथ दे रहा है। और देखिए ये दोनों छुप छुप कर क्या कर रहा है। देखिए देखिए, आराम से देखिए कैसे अकेले अकेले खा रहा है। देखिए आइए आइए, आप लोग भी आइए। क्या ऐसा चीज है, आइए आइए बताओ उड़ा आइए करने तो उड़ा तो तो ले त आपने तो सिर्फ रिकॉर्ड नहीं कर सकता, हमारा रिकॉर्ड कर रहा है। तो उन्हें ध्यान से देखिए। गुड मॉर्निंग फ्रॉम कौन ठाउँ हो रही हो? ओए कौन ठाउँ हो रही हो? हामी अब सुनकोसीको बगरे बगरे जाँदैछौँ, सुनकोसी पुग्नै आँटेछौँ। अर्ग्यानिक नेचुरल पुरा गाइज, यहाँहरूलाई म फेरि एकचोटि फ्ल्यासब्याकमा लिएर जान चाहन्छौँ। अघि हामीले लाइसेन्स चेक गर्ने बेलामा त्यो दुईजना ट्राफिक दाइ, एकजना र एकजना प्रहरी पुलिस दाइले हामीलाई यो बाटोको बारेमा भन्नुभएको थियो र तपाईहरुलाई खासै कुनै अप्ठ्यारो पर्दैन, यो बाटो जाँदाखेरि आरामले पुग्नुहुन्छ। र किनभने हाम्रो टोली हिजो यही बाटो भएर यहाँसम्म आइपुगेको थियो, गाईघाट हुँदै दिक्तेल बजारसम्म आउँदाखेरि एकदम सहज रूपले आएको थियो भनेर भन्नुभयो उहाँले। तर हामी यो बाटो अहिले जाँदाखेरि एकदमै दयनीय छ र यहाँहरूले एकदमै देख्न सक्नुहुन्छ कि बाटोको अवस्था एकदम जीर्ण रूपले एकदम ध्वस्त छ। र यो बाटो करिब आँखा पोखरीदेखि गाईघाटसम्मको डिस्टेन्स यसो गुगल म्यापमा हेर्दाखेरि 86 किलोमिटर देखाएको छ भने र टाइमिङ त्यसमा 4.5 घन्टा देखाएको छ। र हामी यति के भन्छ सोचेको पनि थिएनौँ कि बाटोको अवस्था यस्तो छ भनेर। सायद पहिले यस्तो बाटो छ भनेर थाहा हुँदा हामी नआउन पनि सक्थ्यौँ। तर यदि तपाईहरू राइड एडभेन्चरको मजा लिन चाहनुहुन्छ भने अवश्य पनि यो बाटो आउनुहोस् र एडभेन्चरको मजा लिनुहोस्। यो बाटो जस्तो एडभेन्चर मलाई लाग्छ तपाईहरूले अन्त ठाउँमा नपाउन सक्नुहुनेछ र नपाउन पनि सक्नुहुनेछ भन्दै यहाँहरूलाई म अहिले ठ्याक्कै तपाईहरूलाई सुनकोसी रिभरको यो सस्पेन्सन ब्रिजमा लिएर जाँदैछौँ। र यो पुलबाट हामीले यात्रा गर्नुको एउटा महत्त्वपूर्ण कारण के रहेको छ भने अस्ति भर्खरै बाढी पीडित बाढी आउँदाखेरि यो हाम्रो सुनकोसीको फोक्सिन्टार स्थित हाम्रो यहाँ ठुलो ब्रिज बनेको थियो र त्यो ब्रिज बाढीले बगाएपछि हामीले त्यही सुनकोसी रिभर तर्नलाई यो सस्पेन्सन ब्रिज झुलङ्गे पुलको सहायताले हामी सुनकोसी तर्दैछौँ। र हामीले सुनेअनुसार गाईघाट हुँदै दिक्तेल खोटाङ आउन सकिन्छ। तर कसरी आउन सकिन्छ भन्दाखेरि खोटाङ पुग्नको लागि गाईघाटबाट गाडी चढ्नुपर्छ र गाडी यो सुनकोसीको वारी नै हुन्छ भने गाईघाटबाट यहाँसम्म फोक्सिन्टारसम्म र फोक्सिन्टारदेखि के भन्छ दिक्तेल बजारसम्मको अर्कै गाडी हुन्छ। मतलब पुलको वारीको गाडी यतैको यताको यतै हुन्छ भने पारीको गाडी पारीको उताको उतै हुन्छ।
यहाँहरूले देख्न सक्नुहुन्छ र यहीँसम्म गाईघाटदेखि यहाँसम्म फोक्सिङटारसम्म भनेको सुनकोसीको ठ्याक्कै बगरसम्म चाहिँ आइपुग्छ गाडी र यहाँबाट त्यही सस्पेन्सन ब्रिजबाट पारी भएर त्यहाँबाट अर्को गाडी पाइन्छ र टेम्पोररी रूपले त्यो सुनकोसी ब्रिज अहिले चाहिँ बन्द छ र यहाँ बसहरू पनि चल्ने गर्छ। देख्न सक्नुहुन्छ बसहरू, यो बसहरू पनि यहाँसम्म सुविधा चाहिँ दिने गरेको छ। अब हामी चाहिँ यहाँबाट लगभग 42 किलोमिटर चाहिँ हामी क्रस भइसक्यौँ आँखापोखरीदेखि र अझै हाम्रो यहाँबाट झन्डै 47 किलोमिटर चाहिँ बाँकी छ अझै र यहाँ लगभग हामीलाई 5 बजिसकेको छ। अब हामी चाहिँ कति बजे अब 42 किलोमिटर क्रस हुनलाई हामी 1:30 बजे निस्केको थियौँ र लगभग 5 बजे यहाँ आइपुग्यौँ र अब 5 बजेदेखि अब कति बज्छ अब तपाईँ आफै अर्कल लाउन सक्नुहुन्छ। गाईघाटसम्म पुग्दाखेरि पक्कै पनि मेरो अड्कलले चाहिँ 8 साढे 8 बज्छ जस्तो लाग्छ, किनभने यो बाटोमा तपाईँले 15 देखि 20 को स्पिड मात्रै कुदाउन पाउनुहुन्छ। त्योभन्दा बढी कुदाउने अवस्था बाटोले दिँदैन र यस्तो बाटोमा कुदाउनु पनि हुँदैन, किनभने 1 मिस्टेक गेम ओभर। देख्न सक्नुहुन्छ यता तल भिर सिधै सुनकोसी खोला छ भने बाटो पनि एकदमै नाजुक अवस्था छ र यो बाटो पनि लगभग लाग्छ भर्खरै बनाएको हो। माटो पनि देख्न सक्नुहुन्छ नयाँ छ। यो बाटोमा एकदमै सेफले राइड गर्नुपर्छ। देख्न सक्नुहुन्छ गाइज, त्यही भएर आउँदाखेरि आफ्नो सेफ्टीका सामानहरू बोकेर आफ्नो सेफ्टीका लुगाहरू लगाएर मात्रै यो बाटोमा राइडिङमा आउनु होला। अब हामी चाहिँ फर्किने क्रममा छौँ। हामी 2टा बाटो युज गऱ्यौँ खोटाङसम्म जाँदाखेरि। अर्को चाहिँ पहिलो बाटो चाहिँ हामी कटारीदेखि माथि भएर आयौँ भने हामी झर्ने क्रममा चाहिँ डाइरेक्ट गाईघाट पुग्ने गरी हामी आँखापोखरीदेखि चाहिँ तल झर्दैछौँ र झर्ने क्रममा त आउन त आयौँ, यो डिस्टेन्स कम पर्छ भनेर हामी यो बाटो चाहिँ चुज गऱ्यौँ। तर चुज गर्दाखेरि निकै नै एकदम दुःख पाइने अवस्था भयो र यस्तै हो बाटो। तपाईँहरू हेर्न सक्नुहुन्छ मजा आइरहेछ, लास्टै मजा आइरहेछ एडभेन्चरको चाहिँ। र तपाईँहरू पनि म जस्तै बाइकको एडभेन्चरको मजा लिन चाहनुहुन्छ भने अवश्य पनि यो बाटो युज गर्नुहोला। तपाईँहरूलाई पनि आग्रह छ। यदि होइन तपाईँहरू एडभेन्चर लिन चाहनु हुँदैन र एडभेन्चरको सोखिन पनि हुनुहुन्न भने कृपया यो बाटो चाहिँ प्रयोग नगरिदिनु होला, किनभने एकदमै रिस्की छ र बाइक चाहिँ एकदमै राम्रो हुनुपर्छ यो बाटोमा। यो बाटोमा एक्चुअलमा खास गरी ब्रेक पनि लाग्दैन, किनभने यो ढुङ्गा छ। ब्रेक हान्दा चिप्लिन्छ गाडी र ब्रेक पनि लाग्दैन। त्यही भएर आउँदाखेरि एकदमै होसियार गरेर आउनुहोला, होस पुर्याएर आउनुहोला। एकदम सेफ राइडिङ गर्ने हिसाबले मात्रै यो बाटो चुज गर्नुहोला गाइज। र अर्को इम्पोर्टेन्ट कुरा चाहिँ तपाईँहरूले टुल्सहरू चाहिँ बोक्न नबिर्सिनु होला, जस्तो कि हावा हाल्नेदेखि लिएर सिम्पल पङ्चर किट एउटा चाहिँ बोक्नै पर्ने हुन्छ, किनभने बाइकले कति बेला धोका दिन्छ, कति बेला पङ्चर हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। र अहिले हामी चाहिँ यहाँ ठ्याक्कै एउटा खोला आइपुग्यौँ र यो खोला तर्ने सुरघार गर्नुपर्छ।